म अस्ति रामजानकी मन्दिर जान्छु भनेको नि दाइ, फेरि पक्रिने भन्छ। माता जानकीको दर्शन गर्न जान्छु भन्दा यिनीहरूलाई कत्रो डर। हामीलाई ट्रेनिङ गर्ने पैसा चाहियो, अनुभव अलि पुगेको छैन, त्यसर्थ हामीलाई ट्रेनिङका लागि पनि बजेट छुट्याइयोस् भन्ने चाहिँ म जोरदार अपिल गर्न चाहन्छु। उनलाई 2012मै त्यो रन्जु दर्शनलाई त अमेरिकन युथ काउन्सिलले अमेरिकामा लगेर ट्रेनिङ दिएको दाइ, देश जलाउनलाई। अझै पुगेन छ। उज्जवल थापा लगायतको टिमलाई दाइ गोविन्द केसीको अनसन बस्ने बेलामा यिनीहरू सबै आउँथे नि, यही टिम त हो नि अहिले सरकारमा आएको। भनेपछि त्यतिखेर ट्रेनिङ दिएको, अझै पुगेन छ। अझै पैसा चाहियो भन्छ त्यहाँ। अब त पैसा बाँकी छैन, अब त डराउन के को लागि ट्रेनिङ गर्नु? अब के बाँकी छ र डराउँछन्? अब त आफ्नै डराए त हो नि। आफ्नो त अरूले डराइदेला फेरि भोलि पर्सि। सम्पूर्णलाई एकमुष्ट नमस्कार भन्छु, साथै पत्रकार मित्र र आज यो नयाँ दुईटा हाम्रो अभियान र धवल दाइको जुन राप्रपा विस्थापित गरेर आउनुभएको समूह बिचको जुन एउटा सङ्गठन बनाएको छ, विभिन्न 31वटा होइन 31वटा सङ्गठनका प्रमुखहरू साथै त्यसका सदस्यहरू, मिल्ने बिग्रिने कुरै छैन। बिग्रिने के का लागि? मिल्ने के का लागि? पहिला उद्देश्य हुनु पर्यो नि। उद्देश्य दुईजनाको एउटै छ। नेपालको भूगोलको गर्वमा रहेको किराँत बौद्ध सहितको वैदिक सनातन हिन्दू अझ्याजेर राज संस्था स्थापना नगरिकन यो देश र नेपाली जनताले सुख र शान्ति पाउँदैनन्। यही होइन हाम्रो उद्देश्य? यही हो नि हाम्रो उद्देश्य। जुन दिन राजा गद्दीमा बस्नुहुन्छ, राज संस्था फर्किन्छ र राजा गद्दीमा बस्छन् नि, त्यो दिन दाजु र भाइ दुईजना पहेँलो लुगा लगाएर जाउँला न खप्तर। के चाहिँ बिग्रिया छ यहाँ? केही छ त दाइ? कस्ता योगी महात्माहरू चाहिँ खप्तर बसिया हुन् नि त, होइन? हरिद्वारमा गएर बसिया छन् नि त। विश्वका अरबपति म तपाईँलाई के भन्छु भने स्टेभ जम्सको वाइफ त त्यहाँ हरिद्वारमा आएर बस्नु भएको छ। स्टेभ जम्स भनेको तपाईँको 3 महिनाको उसको टर्नओभर भनेको 24 अर्ब अमेरिकन डलर हुन्छ। 3 महिनाको एप्पल कम्पनीको मालिकिनी होइन स्टेभ जम्स। संसारका धनीले पनि लास्टमा गएर के हुन्छ? जन्मेको किन मर्नलाई? हामी चाहिँ जन्मेको मर्नलाई नै हो। त्यही भएर हामी ढाँट्दैनौँ। हामीलाई ढाँट्नु छैन। र जहिले पनि मैले भन्थेँ, दाइ अहिले यहाँ हुनुहुन्छ, मैले त्यतिखेर भन्दाखेरि दाइहरू राप्रपा हुनुहुन्थ्यो, त्यतिखेर चित्त दुख्थ्यो होला दाइहरूलाई। यो राप्रपा भनेको पार्टी चाहिँ चुनाव आएपछि राजा र धर्म साट्ने, भोट लिने, सांसद हुने, संसदीय दलको नेता भएपछि एउटा गाडी पाइहाल्दो रहेछ, यसो भत्ता सत्ता आइहाल्दो रहेछ। त्यतिपछि 5 वर्ष बित्यो, 5 पल्ट त्यसरी ढाँट्न पायो भने त लाइफ सकिएको। विकाससँग के मतलब? जनतासँग के मतलब? केही मतलब छ त मान्छेलाई? अब हामीलाई त्यसरी गाडी चढ्नु छ त धवललाई? छ हो, आफ्नै छ। यहाँ हाम्रो भएको गाडी कसले चढ्देला भइसक्यो। भएका घर खाली भइसके। घर त ओडार भयो नि त। आज हामी नेपालीहरू कहाँ पुगेका छौँ भने घर बनायौँ छोराछोरीका लागि भनेर, छोराछोरी विदेश पठाएर घर ओडाएर बनाएका छौँ। दाइलाई म यहीँ भन्छु, यत्रो साँची राखेर म दुर्गा माताको भक्त हुँ, मलाई लोभ छैन। दाइलाई पनि लोभ छैन। नभइसकेपछि अब कुरा के हो भने मिलो। हामी दुइटैलाई अध्यक्ष पनि चाहिएको छैन, उपाध्यक्ष पनि चाहिएको छैन त छ दाइ? हामीलाई के चाहिएको छ? हामीलाई नेपाल चाहिएको छ, धर्म चाहिएको छ, नेपाली जनता चाहिएको छ। दाइ तपाईँ हामीलाई नि दाइ एउटा कुरो, यी भ्रष्ट गरेर जति कमाएका छन् नि, यिनले कमाए जति सम्पत्ति आज तपाईँ हामीले जति छ नि सम्पत्ति जोड्न सक्छन् दाइ? भन्नु न, सक्दैनन् नि। अनि किन हामीलाई चाहिँ के गर्नु छ? किन डराउनु? हामीले त बुझ्यौँ नि त। यहाँ बोराजी हुनुहुन्छ, के अरे नाम पो, पर्जल बोराजी हुनुहुन्छ। उहाँले बुवाको इतिहासलाई चाहिँ जिउँदो राख्नु छ नि। अहिलेसम्म राखेको यसपालि त मलाई सल्लाह गर्नु पर्थ्यो क्या। मैले केपी ओलीलाई हजुरबुवालाई के भनेको थिएँ भने तपाईँ नउठ्नुहोस् है, उठेर हार्नुभन्दा यसपालि उठ्नु भएको थिएन भने जित्नुहुन्थ्यो नि। कहिले नि यो कुराको पनि सामना गर्नु पर्दो रहेछ। अनुभव भयो नि त। र अहिले कस्तो देखियो भने बाढी आउँछ नि, बाढी आइसकेपछि त्यो बाढी आएको ठाउँमा छ्याप्पै सुकेपछि त्यहाँ कस्तो चिज देखिन्छ? कस्ता चिज देखिन्छन्? कोही गोही,
कोही कुहिएका साँप, कोही भ्यागुता उत्तान परेका, कोही रुखका जरा देखिन्छन् नि। अहिले यो पार्टीको हालत त्यस्तै भयो। यो अहिले आएको पार्टीको हामीले त्यो प्लेटफर्म बनाइदेऊ यत्रो लडाइँ गरेर 13 पल्ट 14 पल्ट थुनिएर। धवल दाई कति दिन थुनिनु हो दाई? 35 दिन थुनिनु भयो। धवल दाईसँगै थुनिए कि यहाँ छैन हाम्री एनी कुमार हामीसँगै थुनिएको नि 78 दिन। यिनलाई छोडिएछ। यी पिएचडी गरेकी मान्छे। ल हिँड अब तिमी अब आजदेखि पार्टीमा काम गर्नुपर्छ। यिनले जति नेपालमा मन्दिर घुमेका मान्छे कोही पनि छैन। धर्मात्मा मान्छे। यी योगी आदित्य योगी नरहरिनाथकी चेली हुन् र तिमीले एउटा विभाग सम्हालेर हाँक्नुपर्छ भनेर मैले भने। र दुबईको राजकुमार आउँदाखेरि त्यतिखेर मसँग यिनको भेट भएर हाम्रो एङ्करिङ गरेकी थिइन्। त्यस पछाडि पूर्व अब पत्रकार हुनु अहिले छोडिसकिन् यिनले। एउटा चाहिँ नि सफल नेतृत्व भएर निस्किन चाहन्छन्। यिनलाई पनि बधाई छ। अब यिनलाई पनि मिलाएर लानुपर्छ। र तपाईँहरूलाई म एउटा कुरा के भन्छु भने आज तपाईँहरूलाई जुन इन्चार्जसिप दिएको छ नि, तपाईँहरू अहिले हामीले त प्लेटफर्म बनाइदिउँ, मैले प्लेटफर्म बनाइदिएको छ, धवल दाईले प्लेटफर्म बनाइदिएको छ, हामीले बनाइदिएको छ। हामी अहिले के छ भने बँदेलको एउटा कहानी भन्छु म तपाईँहरूलाई। बँदेलको बच्चा 4-5वटा हुन्छ नि, आमाको पछि 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 हिँड्छ अरे। म सक्सेस भएको छु कि छुइनँ, म एक्लै गरी खान सक्छु कि सक्दिनँ भनेर बँदेलको बच्चाले के गर्छ अरे भने मङ्सिर पुस लाग्दिएपछि जङ्गलमा निगालो भन्ने हुन्छ क्या, सानो खालको बाँस। मङ्सिर पुस माघमा त्यो बाँसको टुप्पोमा के हुन्छ भन्दाखेरि शीत जमेको हुन्छ क्या। अनि कुदेर गएर त्यसलाई च्वाट्ट हान्छ अरे क्या। म सक्सेस छु कि छुइनँ, म एक्लै गरी खान सक्छु कि सक्दिनँ भनेर कुदेर गएर च्वाट्टै हान्दाखेरि टक्कै छिनो नि त्यो बाँस। छिन्दा त्यो शीत डडेलामा पऱ्यो भनेदेखि नि परेन भने फर्केर आउँदैन अरे। म अब सक्सेसफुल भएँ, म अब आमाको पछि लाग्दिनँ। फेरि एक थोपो लाग्यो भने फेरि फर्केर आउँछ अरे कि आमाको पछि। हो यो बँदेलको बच्चा जस्तै तपाईँहरूलाई अब इन्चार्ज बनाएर पठाएको छ। तपाईँहरू सक्सेस हुने नहुने आफ्नो कमिटी बनाएर होइन देश हाँक्न हिँड्नुभएको नि त। तपाईँहरू जनताको माग पुरा गर्न हिँड्नुभएको नि त, हिँड्नुभएको नि त। त्यसले गर्दाखेरि तपाईँहरूलाई यो ठुलो अवसर पनि हो फेरि अनि चुनौती पनि हो। मान्छेको जीवनमा अवसर पनि हुन्छ, चुनौती पनि हुन्छ। जसले चुनौतीलाई अवसरमा परिणत गर्न सक्छ नि त्यही मान्छे क्यापेबल पनि हुन्छ, सक्सेस पनि हुन्छ। एउटा मजबुत राष्ट्रवादी शक्ति हामी निर्माण गर्न गइरहेको छौँ आजको उपस्थितिले। र देशभरिबाट आएको सन्देश र सङ्केतहरूले पनि के साबित भइरहेको छ भने यो 2-3 महिनाभित्र नि यो एउटा मजबुत शक्तिको रूपमा नेपाली जनताको माझमा जानेछ। यो बालिन सरकार पनि के होला कसो होला भन्ने यो 100 दिन नपुग्दै तमाम प्रश्न चिन्हहरू उठिसके, तमाम गल्तीहरू गरिसके। यो बालिन सरकार असफल देशमा भयो भने नेपाली जनताले एउटा विकल्प खोज्नेछ। त्यो विकल्प भनेको एमाले, काङ्ग्रेस, माओवादी र राप्रपा पनि होइन। त्यो विकल्प भनेको राजासहितको प्रजातन्त्र बोक्ने पार्टी, हिन्दू राष्ट्र ल्याउने पार्टी, त्यो विकल्प हुनेछ। त्यो विकल्प हाम्रो पार्टीले दिनेछ, नयाँ बन्ने पार्टीले दिनेछ। यो पार्टी अहिले स्थापित भइसक्थ्यो, नाम भइसक्थे, तर मलमास छ भनेर साथी हामीहरू हिन्दू धर्ममा विश्वास गर्ने व्यक्तिहरू पार्टी पनि भएको कारणले साथीहरूको भनाइ ठिकै लागेर यो मलमासपछि यो पार्टीको नाम, झन्डा, यो पार्टीको योजना र यो पार्टी तीव्र गतिले जनताको माझमा जानेछ भन्ने म पत्रकार मित्र मार्फत सम्पूर्ण नेपाली जनतालाई मैले यो सन्देश पठाइरहेको छु।